आज हामीहरूसँगै आज्ञाकारिता र विश्वासको नाप भन्ने शीर्षकमा परमेश्वरको वचन अध्ययन गर्ने समय लिनेछौँ। हामीले विश्वास लिएका छौँ कि छैनौँ भनेर केद्वारा छुट्याउन सकिन्छ होला? विगतमा 40 वर्षको उजाडस्थानको जीवनमा परमेश्वरले इस्राएलीहरूको विश्वासलाई आज्ञाकारिता भन्ने मापदण्डद्वारा नाप्नु भएर इन्साफ गर्नुभयो। परमेश्वरले आज्ञाकारिता भन्ने मापन यन्त्र बनाउनुभयो। आज्ञाकारिता भन्ने मापन यन्त्रद्वारा परमेश्वरले हाम्रो विश्वासको स्तरलाई उजागर गरिदिनुहुन्छ। मेरो विश्वास कति दरो छ होला? हामी आफैले त्यो नाप्न सक्दैनौँ। तर आज्ञाकारिता भनेकै मानिसको विश्वासको नाप हो। आज्ञाकारिताद्वारा हामीले आफ्नो विश्वासको स्तर नाप्न सक्छौँ। यो समय नै के मैले परमेश्वरको वचन सारा तन मनले पालन गरेको छु त? के आज्ञाकारी मन लिएर म परमेश्वर कहाँ गइरहेको छु त? भनेर आफैलाई फर्केर हेर्ने समय हुनेछ भन्ने आशा गर्दछु। कुनै समयमा एकजना फूल विक्रेताले हप्तामा एकपटक मात्र पानी हाले हुने त्यस्तो बिरुवा छ भनेर भनेछन्। बिरुवा एकदमै सुन्दर भएकोले धेरैजनाले किनेछन्। तर तिनीहरूमध्ये धेरैजनाको बिरुवा मरेछ। कारण के रहेछ त भन्दा हप्तामा एकपटक मात्र बिरुवामा पानी हाल्न भनिएको भए पनि तिनीहरूले दिनहुँ पानी हालेछन्। विशेष गरी गर्मीयाममा यस्तो अवस्था अझ धेरै हुने गर्छ। मानिसहरूले आफूलाई तिर्खा लाग्ने भएकोले बिरुवालाई पनि त तिर्खा लाग्छ होला भन्ठान्छन्। ती फूल विक्रेताले मरेका बिरुवाहरूको जाँच गर्दा ती मध्ये धेरैजसो बिरुवाहरूको जरा कुहिएको देखियो। पानी धेरै हालेकोले त्यस्तो भएको थियो। तर एउटा रोचक कुरा के त भन्दा ग्राहकहरूमध्ये नवविवाहित जोडीहरूले बिरुवाको अझ राम्रो हेरचाह गरेको पाइयो। जीवनको अनुभवमा र बिरुवाहरू हुर्काउनमा कमजोर भएकाले उनीहरूले आफ्नै इच्छाअनुसार नगरी फूल विक्रेताले भने अनुसारै गरेछन्। उनीहरूले फूल विक्रेताले भने बमोजिम नै बिरुवामा कहिले मल हाल्ने र बिरुवालाई कहिले अर्को गमलामा सार्ने भन्ने निर्देशनको पालना गरेछन्। जीवित रहेका बिरुवाहरू नवविवाहित जोडीहरूद्वारा हेरचाह गरिएको पाइयो। तर मरेका बिरुवाहरू चाहिँ मध्यम उमेरका अनुभवी मानिसहरूद्वारा हेरचाह गरिएको पाइयो। यो चाहिँ फूल पसलको एउटा सानो उदाहरण मात्र भए पनि सबैभन्दा खतरनाक समय भनेकै यो कसरी गर्ने भन्ने मलाई थाहा छ। मैले त धेरै जानेको छु, यो मेरो नियन्त्रणमा छ भन्ने सोचाइ लिएको समय हो। यस्तो अवस्थामा आज्ञाकारितालाई राम्ररी कार्यान्वयन गर्न सकिँदैन। लामो समयसम्म सुसमाचारको जीवन जिएको भन्दैमा मैले सबै जानेको छु भनेर सुरुमा लिएको विश्वास गुमाइयो भने त्यो ठूलो समस्या हुनेछ। हामीले सुरुमा लिएको मन र विश्वासलाई कदापि गुमाउनु हुँदैन। परमेश्वरले जता जता डोर्याउनुहुन्छ अन्त्यसम्म उहाँको पछि पछि लाग्न सक्ने हामी सबैजना हुनुपर्छ। मलाई त मण्डलीबारे सबै थाहा छ भनेर सोचियो भने त्यो एकदमै जोखिमपूर्ण क्षण हुनेछ। त्यसैले बाइबलमा यसो भनिएको छ, जसले खडा छु भनी सोचेको छ त्यो होशियार रहोस्, नत्र त त्यो लड्नेछ। त्यो क्षण नै आत्मकेन्द्रित विश्वास र परमेश्वर केन्द्रित विश्वास पुरै विभाजित हुने क्षण हो भन्न सकिन्छ। निर्णय लिने क्षण चाहिँ आज्ञाकारिताको निम्ति सबैभन्दा महत्त्वपूर्ण क्षण हो। आज्ञाकारिता नै हाम्रो विश्वासलाई नाप्ने यन्त्र भएकोले लामो समय सत्यतामा रहने क्रममा हाम्रो आज्ञाकारिताको चौडाइ र गहिराई बढ्नुपर्छ। तर त्यो विपरीत दिशातिर जानु हुँदैन नि, होइन र? आज पहिलो शमूएल अध्याय 15 को पद 22 मा परमेश्वरको वचनसँगै हेरौँ। अध्याय 15 को पद 22 को शिक्षा हेरौँ। तर शमूएलले भने, होम बलि र बलिदान भन्दा बेसी परमप्रभुले आज्ञा पालन नै रुचाउनुहुन्न र? आज्ञा पालन बलिदान भन्दा उत्तम हो र उहाँको वचन मान्नु भेडाको बोसो भन्दा असल हो। उहाँको आज्ञा उल्लङ्घन गर्नु अर्थात् अनाज्ञाकारी हुनु तन्त्र मन्त्रको पाप जस्तै हो र हठी हुनु। हठी हुन पुगिने चाहिँ परमेश्वरको वचनमा भन्दा पनि आफूमा अझ ठूलो विश्वास लिएकोले हो। परमेश्वरको वचनप्रतिको विश्वास भन्दा आफूप्रतिको विश्वास अझ ठूलो भएकोले अन्ततः मानिसहरू घमण्डी र हठी बन्न पुग्छन्, होइन र?
र हठी हुनु मूर्ति पूजा गर्नु जस्तै खराब हो भनिएको छ। परमेश्वरले हठी हुनुको पापलाई मूर्ति पूजाको पापसँग जोड्नुभयो। दाजुभाइ दिदीबहिनीहरू, आज्ञाकारिता भन्ने शब्द प्राय प्रयोग गरिने भएकोले आज्ञाकारी हुन सजिलो छ भन्ठान्ने मानिसहरू धेरै छन्, तर त्यति सजिलो छैन। यसले हाम्रो विश्वासको स्तरलाई नाप्छ। मैले यो पनि गर्नुपर्छ र? अब्राहमको सन्दर्भमा हेर्दा तिनी गर्न नसक्ने कुराहरूमा समेत आज्ञाकारी भएकाले बाइबलमा तिनको विषयमा के भनिएको छ त? बाइबलमा अब्राहमलाई विश्वासका पुर्खा भनिएको छैन र? परमेश्वरप्रति तिनको आज्ञाकारिताको स्तरलाई एकपटक हेर्नुहोला। तिनको विश्वासको गहिराई कति थियो भनेर के हामी बुझ्न सक्दैनौँ र? यसरी आज्ञाकारिताले परमेश्वरप्रतिको विश्वासको स्तरलाई दर्शाउँछ। परमेश्वरप्रतिको आज्ञाकारिता नै मानिसको विश्वासलाई मूल्याङ्कन गर्ने मापदण्ड हो भन्न सकिन्छ। त्यसैले पहिलो शमूएल अध्याय 15 मा हेरौँ। आज्ञा पालन बलिदान भन्दा उत्तम हो र उहाँको वचन मान्नु, अर्थात् परमेश्वरको वचन सुन्नु र आज्ञाकारी हुनु भेडाको बोसो भन्दा असल हो। उहाँको आज्ञा उल्लङ्घन गर्नु अर्थात् अनाज्ञाकारी हुनु तन्त्र मन्त्रको पाप जस्तै हो र हठी हुनु मूर्ति पूजा गर्नु जस्तै खराब हो। तपाईले परमप्रभुको वचनलाई त्याग्नुभयो, यसैले परमप्रभुले पनि तपाईलाई राजाको पददेखि त्याग्नु भएको छ। दाजुभाइ दिदीबहिनीहरू, परमेश्वरले प्रदान गर्नुभएको महिमित स्थान गुमाउने त्यस्तो दुर्भाग्यपूर्ण अवस्था चाहिँ हठीपना, अहङ्कार र परमेश्वरप्रतिको अनाज्ञाकारिताबाट उत्पन्न हुन्छ भनेर बाइबलका शिक्षाहरूमा अभिलेख गरिएको छ। बाइबलका यी शिक्षाहरूलाई हलुका रूपले लिनु हुँदैन। परमेश्वरको नजरमा हामी खारिएका र धेरै ठूलो विश्वास लिएका मानिसहरूको रूपमा देखिनुपर्छ। परमेश्वरले हाम्रो विश्वासको स्तर नाप्नु हुने भएकोले हामीलाई अब्राहमको जस्तो विश्वास, नोआको जस्तो विश्वास वा प्रेरित पावलको जस्तो विश्वास लिन आग्रह गर्नुहुने समय पनि हुन्छ। हुन त परमेश्वरले हामीलाई सधैँ त्यस्तो विश्वास लिन आग्रह गर्नुहुन्न। हाम्रो विश्वासको सीमा नाप्न चाहनुहुँदा परमेश्वरले एउटा निश्चित अवस्था सृजनुहुन्छ। यस्तो अवस्थामा हामीले आफ्नो बारेमा सोच्ने होइन कि परमेश्वरको बारेमा पहिला सोच्ने गर्नुपर्छ। यहाँ भनिएको हठी भन्ने अभिव्यक्तिबारे सोचौं। यसको अर्थ नै जिद्दी भन्ने अर्थ हो। हठी हुनु मूर्ति पूजा गर्नु जस्तै खराब हो भनिएको छ। के मूर्ति पूजा गरियो भने स्वर्ग जान सकिन्छ र? यतिको त परमेश्वरले मलाई क्षमा गरिदिनुहुन्छ होला, सायद उहाँले बुझिदिनुहुन्छ होला भन्ने सोचाइ पहिला आउँछ भने त्यो चाहिँ मानिसको आफ्नै सोचाइ हो। साउलबारे सोची हेरौं। साउल चाहिँ परमेश्वरद्वारा इस्राएलका पहिलो राजाको रूपमा नियुक्त पाउन योग्यको विश्वास लिएका व्यक्ति थिए, तर तिनले सुरुमा लिएको विश्वासलाई लगातार कायम गर्न सकेनन्। परमेश्वरले विभिन्न कुराहरूद्वारा तिनको मूल्याङ्कन गर्नुहुँदा तिनको विश्वासको स्तर विपरीत दिशातिर गएको पाउनुभयो। परमेश्वरले चाहनुहुने कुरा र अरूहरूले चाहने कुरा बीचको दोबाटोमा तिनी खडा भए। परमेश्वरले साउललाई कुनै कारणवश अमालेकीहरू र तिनीहरूका पशुहरूलाई समेत पूर्ण रूपले नाश गर्न आज्ञा गर्नुभयो। तर अरूहरूले चाहिँ यसो भने सबभन्दा असल असल चिजहरू र मोटा मोटा भेडा र बाख्राहरू बचाइ राखेर परमेश्वरको निम्ति बलिदान चढाउनु उत्तम होइन र? कारण त एकदमै तर्कसङ्गत सुनिन्थ्यो। तर परमेश्वरले साउलको मन हेर्नुहुँदा तिनको मनमा परमेश्वरप्रति अलिकति पनि विश्वास बाँकी नभएको देख्नुभयो। विश्वासको स्तर अत्यन्त न्यून थियो। शमूएलले साउललाई एकदमै रुचाउँथे। उनीहरू आपसमा मनका भावहरू व्यक्त गर्ने सम्म नजिक थिए। साउलले परमेश्वरप्रति यस्तो मनोवृत्ति लिएको देखेर शमूएल एकदमै दुखित भए। तब तिनले यसरी सोधे, के परमेश्वर आज्ञा पालन भन्दा भेडाको बोसो रुचाउनुहुन्छ जस्तो लाग्छ? सियोनका धेरै सन्तहरूले परमेश्वरप्रति विश्वास लिए भने हामी सबैजनाले सुसमाचार पूरा भएको संसारलाई भेट्न सक्नेछौँ। अन्यथा यसरी सोच्न पुगिन्छ, के यो साँच्चै पूरा होला र? सुसमाचार पूरा गर्न हामीलाई कति समय लाग्ला?
हामीमा डर र चिन्ता उत्पन्न हुन सक्छ। दाजुभाइ दिदीबहिनीहरू, सबै कार्य कसले गर्नुहुन्छ? परमेश्वरले यसो गरौँ भन्नुहुँदा हामीले उहाँलाई पछ्यायौँ भने हुन्छ। प्रकाश अध्याय 14मा पृथ्वीबाट मोलतिरी छुटाएका सन्तहरूको स्वरूपलाई प्रेरित यूहन्नाले प्रकाशमा देखे। परमेश्वरले जता जता डोर्याउनु भए पनि उनीहरूले आमेन भन्छन्। उनीहरूले कदापि नो भन्दैनन्। परमेश्वरले कुनै निर्णय लिनुहुँदा उनीहरू यस भन्छन्। हामीले कदापि नो भनेर उत्तर दिनु हुँदैन। कसको अगाडि त? परमेश्वरको अगाडि। त्यसो भए के मुखले मात्र नो नभनेर यस भन्यो भने हुन्छ र? हाम्रो हृदयको उत्तर पनि यस हुनुपर्छ। परमेश्वरले हेर्नुहुने कुरा चाहिँ हाम्रो मुख होइन कि हाम्रो हृदय हो भनेर याद राख्नुपर्छ। तपाईँ दाहिनेपट्टि फर्कनु भयो भने म तपाईँलाई पछ्याउनेछु र तपाईँ देब्रेपट्टि फर्कनु भयो भने पनि म तपाईँलाई पछ्याउनेछु भनेर हामीले हृदयदेखि नै भन्न सक्नुपर्छ। कारण के होला? परमेश्वरले आदिदेखि कहिलेसम्मको कुरा हेर्नु भएर हामीलाई डोर्याउँदै हुनुहुन्छ त? यशाया अध्याय 46 को पद 10 को वचन हेरौँ। अध्याय 46 को पद 10 मा हेर्ने हो भने आदिदेखि अन्तसम्मको र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु। म भन्छु मेरो अभिप्राय ठहर्नेछ र मैले चाहेको सबै पूरा गर्नेछु। परमेश्वरले आदिदेखि अन्तसम्मको जानकारी दिनुहुन्छ अनि उहाँले हुन आउनेसम्मको के गर्छु भन्नुभएको छ? जानकारी दिन्छु भन्नुभएको छ। परमेश्वरलाई पछ्याइयो भने पूरा भएको परिणाम देख्न सकिन्छ, तर परमेश्वरलाई पछ्याइएन भने पूरा भएको परिणाम कदापि देख्न सकिँदैन। त्यसैले त विश्वासका अगमवक्ताहरू र बुद्धिमान मानिसहरूले सधैँ आफ्नो विश्वासलाई परमेश्वरमा केन्द्रित गराए। परमेश्वरलाई हेर्ने, परमेश्वरको विचारलाई पढ्ने र परमेश्वरको इच्छाअनुसार आज्ञाकारी हुने पूर्ण विश्वास लिएका मानिसहरू नै थुमा जता जता जानुहुन्छ उहाँको पछि पछि लाग्ने मानिसहरूको रूपमा जन्मन्छन् नि, होइन र? तब तिनीहरूको विश्वास पूर्ण हुन्छ, किनकि तिनीहरूलाई डोर्याउनु हुने व्यक्ति नै परमेश्वर हुनुहुन्छ। परमेश्वरको आज्ञामा हामीले कदापि नो भनेर जवाब दिनु हुँदैन। परमेश्वरले तोकिदिनु भएको कार्य चाहिँ सधैँ पूर्णताको मार्ग हो, सफलताको मार्ग हो, स्वर्ग राज्य जाने मार्ग हो र मुक्तिको मार्ग हो, किनकि उहाँले आदिदेखि अन्तसम्मको सबै कुरा हेर्नुहुन्छ। परमेश्वरले हाम्रो विचारलाई कसरी संक्षेपीकरण गर्नुहुन्छ भन्ने बारे एकपटक हेरौँ। यशाया अध्याय 55 को पद 8 मा सँगै हेरौँ। किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, परमेश्वरका विचारहरू हाम्रा विचार भन्दा बिल्कुलै फरक छन्। र अनि के त? तिमीहरूका चाल मेरा चाल होइनन्, परमप्रभु भन्नुहुन्छ। परमेश्वरका विचार र हाम्रा विचार बीच कति ठूलो भिन्नता छ भन्ने बारे पद 9 मा हेरौँ। जसरी आकाश पृथ्वी भन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चाल भन्दा र मेरा विचार तिमीहरूका विचार भन्दा अल्गा छन्। हामी त यस पृथ्वीका कुराहरू बारे मात्र सोच्छौं। अर्कोतिर परमेश्वरले पहिल्यै स्वर्ग र सारा ब्रह्माण्ड बारे सोच्नु भएर सबै कार्यहरूलाई अगाडि बढाउनु भएको छ। साउलको मामिलामा तिनले सबै भेडा र बाख्राहरू बचाइराखे कि नष्ट गरे भन्ने कुरा चाहिँ समस्या थिएन। समस्या नै तिनको मन थियो। साउलले परमेश्वरको कार्य गर्न सक्छन् कि सक्दैनन् भनेर परमेश्वरले तिनको हृदय जाँच्नु भएर निश्चित गर्नुभयो। यसरी अनाज्ञाकारिताको परिणामस्वरूप साउललाई दिएको परमेश्वरको सम्पूर्ण महिमा र शक्ति दाउदमा सारियो। विगतमा घटेका यी सबै घटनाहरूद्वारा अहिले परमेश्वरले हामीलाई पाठ सिकाउँदै हुनुहुन्छ। यो त सामान्य कुरा हो, यी त खासै महत्त्वपूर्ण छैनन् भन्ने सोच्दै परमेश्वरको वचनलाई हलुका ठान्न पनि पुगिन्छ। यद्यपि परमेश्वरका सबै वचनहरू हाम्रो निम्ति अमूल्य र अत्यावश्यक छन्। ती सबै हाम्रो आत्माको निम्ति र हाम्रो मुक्तिको निम्ति दिइएका वचनहरू होइनन् र? उहाँले हामीलाई विपत्तिबाट बच्ने तरिका सिकाइदिनुभयो
अनि अनन्त जीवन र आशिष पाउने तरिका थाहा दिनुभयो। तर संसारले उहाँको वचन पालन गर्दैन। मानिसहरूले परमेश्वरको आज्ञा पालन नगरेकाले सब्बात दिनको सट्टा आइतबारको सेवा मानिरहेका छन् र निस्तार चाडको सट्टा क्रिसमस र अन्य झुटा शिक्षाहरूलाई पछ्याइरहेका छन् नि। बाहिरी दृष्टिकोणबाट हेर्ने हो भने यो नै अनाज्ञाकारिता हो। भित्री दृष्टिकोणबाट हेर्ने हो भने सत्यताभित्र आज्ञाकारिताको मामिलामा पनि हामीले आफूलाई सचेत गराउनुपर्छ। कतै मेरो विश्वास छिलाउँदै पो छ कि मेरो विश्वास दिनहुँ परमेश्वरको अनुग्रहभित्र बढिरहेको छ त? विश्वास बढिरहेको छ भने उक्त व्यक्ति पक्कै पनि परमेश्वरको वचनमा आज्ञाकारी हुने व्यक्ति हुनुपर्छ। अब्राहम र नोआले गरे जस्तै यस पृथ्वीमा सबैभन्दा अमूल्य र बहुमूल्य ठानिएको धनलाई समेत नदीमा फाल्न सकियो भने त्यो विश्वास पूर्ण विश्वास हुनेछ। यस्तो विश्वास लिएमा परमेश्वरको सुसमाचारको आश्चर्यजनक कार्य पूरा हुनेछ। न्यायकर्ता अध्याय 7 को पद 1 मा सँगै हेरौं। यरुब्बाल जो गिदोन हुन् र तिनीसँग भएका सबै मानिसहरू बिहान सबेरै उठे र हरोदको मूलमा छाउनी हाले। मिद्यानीहरूले चाहिँ मोरेका डाँडाको उत्तरपट्टिको बेसीमा छाउनी हाले। परमप्रभुले गिदोनलाई भन्नुभयो, मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित भएका मानिसहरू मलाई चाहिएको भन्दा धेरै छन्। परमेश्वरले धेरै छन् भन्नुभयो। वास्तवमा तिनीहरूको संख्या धेरै थिएन। शत्रुहरूको संख्या 1,35,000 थियो भने इस्राएली सेनाहरूको संख्या चाहिँ 32,000 थियो। शत्रुहरू र इस्राएली सेनाहरूको संख्यालाई भौतिक हिसाबद्वारा तुलना गर्दा इस्राएली सेनाहरूको संख्या एकदमै थोरै थियो। तैपनि परमेश्वरले उहाँको नजरमा मानिसहरू धेरै छन् भन्नुभयो। पद 2 मा फेरि हेरौं। परमप्रभुले गिदोनलाई भन्नुभयो, मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित भएका मानिसहरू मलाई चाहिएको भन्दा धेरै छन्। नत्र त इस्राएलीहरूले मेरो विरुद्धमा घमण्ड गर्नेछन् र तिनीहरूको आफ्नै शक्तिले यो विजय प्राप्त गरेको हो भनी तिनीहरूले भन्नेछन्। युद्धमा विजयी भए तापनि तिनीहरूले परमेश्वरको सहायताद्वारा होइन कि हामीले राम्ररी गरेकोले हो भनेर आफैमा घमण्ड गर्नेछन् भन्न खोज्नु भएको हो नि। पद 3 मा हेरौं। अब सबै मानिसहरूले सुन्ने गरी एउटा उर्दी घोषणा गर कि यहाँ कोही डरले काप्नेहरू छन् भने ती गिलाद डाँडादेखि नै तुरुन्तै आफ्ना घरमा गइहालुन्। यसरी 22,000 जना फर्की गए र 10,000 बाँकी रहे भनिएको छ। कुल 32,000 जना सेनाहरू थिए। तीमध्ये 22,000 जना डरले कापे। इच्छा नहुँदै पनि तिनीहरू आफू सेना भएको हैसियतले मात्र सहभागी भएका थिए। तिनीहरू परमेश्वरको नजरमा योग्यका थिएनन्। परमेश्वरले भन्नुभयो, ती सबैलाई फर्काइदे। यो चाहिँ संख्या धेरै भएमा मात्र जित्न सकिने युद्ध होइन। परिणाम स्वरूप 22,000 जना फर्काइए। तिनीहरू कस्ता मानिसहरू थिए? डरले काँपेका मानिसहरू थिए। डर भन्ने भावनाबारे सोचौं। परमेश्वरलाई विश्वास गर्न नसक्दा के हुन्छ? डर चाहिँ परमेश्वरलाई विश्वास नगर्दा उत्पन्न हुने भावना हो। परमेश्वरले संसारको उत्पत्तिदेखि नै यसरी प्रतिज्ञा गर्नुभएको छ, म सधैँ तेरो साथमा हुनेछु। उक्त प्रतिज्ञाको बावजुद 22,000 जना मानिसहरू डरले काँपे। परमेश्वरले तिनीहरूलाई फर्काइदिन भन्नुभयो। पद 4 मा हेरौं। तर परमप्रभुले गिदोनलाई भन्नुभयो, अझै पनि मानिसहरू धेरै छन्। तिनीहरूलाई तल खोलामा लैजा र म मेरो निम्ति तिनीहरूबाट अलग गर्नेछु। उहाँले पुनः एकपटक तिनीहरूको विश्वास जाँच्नुभयो। जब म भन्छु यो मानिस चाहिँ तँसँग जानेछ, तब त्यो जानेछ। र यदि म यो मानिस तँसँग जाने छैन भनी भन्नेछु, तब त्यो जाने छैन। यसैले गिदोनले मानिसहरूलाई तल खोलामा ल्याए र परमप्रभुले तिनलाई भन्नुभयो, हरेक मानिस जसले कुकुरले झैं जिब्रोले पानी चाटेर पिउँछ त्यसलाई एकातिर राख, र अर्कोतिर चाहिँ जसले घुँडा टेकेर पानी पिउँछ तिनीहरूलाई राख। पानी चाटेर पिउनेको संख्या 300 भयो र बाँकीले आफ्नो हात मुखमा लगी घुँडा टेकेर पानी पिए। बाँकी 10,000 मध्ये 9,700 जनाले पानी पिउनको निम्ति घुँडा टेके। परमेश्वरले ससाना कुराहरूलाई समेत निहाल्नु भएर यसो भन्नुभयो, अन्त्यमा घुँडा टेक्ने मानिसलाई
यो सूचीबाट हटाउनुपर्छ। परमेश्वरले कुनै परिस्थितिमा पनि घुँडा नटेक्ने पूर्ण विश्वास लिएका 300 जना मानिसहरूलाई चुन्नुभयो। दाजुभाइ दिदीबहिनीहरू, शत्रुहरूको संख्या 1,35,000 भएको त्यस्तो प्रतिकूल अवस्था थियो, तैपनि परमेश्वरले इस्राएली सेनाहरूको संख्या घटाउन लगाउनुभयो अनि अन्ततः 300 जना मानिसहरूले 1,35,000 जनालाई पराजित गरे। यो साँच्चै आश्चर्यजनक थियो। यदि पुरै 32,000 जना सेनाहरूद्वारा शत्रुहरूलाई पराजित गर्न खोजिएको थियो भने पनि त्यो सजिलो हुने थिएन। तर परमेश्वरले भन्नुभयो, 300 जना सेनाहरू लिएर 1,35,000 जनालाई आक्रमण गर। शत्रुहरूसँग असल हतियारहरू थिए र तिनीहरूको अवस्था धेरै पक्षमा अनुकूल थियो। त्यस्ता सेनाहरूको सामना गर्नु अलि अनौठो कुरा होइन र? त्यो चाहिँ मानिसको शक्तिद्वारा जित्न नसकिने युद्ध थियो। यस्तो क्षणमा परमेश्वरको विचार हाम्रा विचारभन्दा किन फरक छ भनेर सोच्नुपर्छ। परमेश्वरका चाल हाम्रा चालभन्दा किन उच्च छन्? किन परमेश्वरको तरिकालाई पछ्याउनुपर्छ? एउटा सानो गल्तीले 300 जनाले ज्यान गुमाउनु पर्ने निराशाजनक अवस्था आइपर्न सक्थ्यो। तैपनि परमेश्वरले त्यो बाटो रोज्नुभयो। विजयी हुने कुरालाई परमेश्वरले ती सबै प्रक्रियाद्वारा पहिल्यै निर्धारण गरिदिनुभयो। डरले काँपेकाहरू र नडराए पनि अन्त्यमा घुँडा टेकेकाहरूलाई परमेश्वरले त्यस प्रक्रियाद्वारा अलग गर्नुभयो। अन्त्यसम्म परमेश्वरलाई मात्र हेर्दै विश्वासको बाटोमा हिँड्न सकेका 300 जना मानिसहरूद्वारा परमेश्वरले इस्राएललाई विजय गराउनुभयो। परमेश्वरले भन्नुभयो, मेरा विचारहरू तिमीहरूको विचार होइनन् र तिमीहरूका चाल मेरा चाल होइनन्। त्यसो भए हामी कसरी परमेश्वरको इच्छामा आज्ञाकारी नभइरहन सक्छौं र? लगातार पद 7 देखि हेरौं। परमप्रभुले गिदोनलाई भन्नुभयो, यी 300 जना जसले चाटेर पानी पिए, यिनैद्वारा म तिमीहरूलाई बचाउने छु र मिद्यानीहरूलाई तेरो हातमा सुम्पिदिनेछु। बाँकी सबै आफ्नो ठाउँमा जाउँ। यसकारण गिदोनले यी बाँकी सबै इस्राएलीहरूलाई आफ्नो पालमा पठाइदिए र ती 300 जनालाई राखे अनि तिनीहरूले अरू मानिसहरूसित भएका रसद पानी र तुरहीहरू लिए। मिद्यानीहरूको छाउनी तिनको तलतिर बेसीमा थियो। त्यस रात परमप्रभुले तिनलाई भन्नुभयो, झट्टै तल गएर छाउनीमा आक्रमण गर, किनभने मैले त्यो तेरो हातमा सुम्पिदिएको छु। यदि त्यसो गर्न तँलाई डर लाग्छ भने पहिले तेरो नोकर पुरासँग तल छाउनीमा जा र तिनीहरू के भनिरहेका छन् सुन। गिदोन छाउनीमा जाँदा एकजना मानिसले पहरादारहरूका बीचमा आफ्नो सपनाबारे बताइरहेको तिनले सुने। मैले सपनामा जौको एउटा रोटी मिद्यानीहरूको छाउनीमा गुड्दै आएको देखेँ। त्यो रोटी पालमा आएर त्यसमा यति जोडसित बजारियो कि त्यसले पाललाई पल्टाइदियो र पाल ढल्यो। पद 15 मा जब गिदोनले सपनाको कथा र त्यसको अर्थ सुने, तब तिनले परमेश्वरलाई साष्टाङ्ग दण्डवत गरे। त्यसपछि तिनी इस्राएलको छाउनीमा फर्किआएर भने, उठ, परमप्रभुले मिद्यानीहरूको छाउनीलाई तिमीहरूका हातमा सुम्पिदिनु भएको छ। तिनले ती 300 जना मानिसहरूलाई 3 दलमा विभक्त गरे र हरेक मानिसलाई एउटा तुरही र भित्र राँको भएको एउटा रित्तो गाग्रो दिए। तब तिनले तिनीहरूलाई भने, मलाई हेर, मेरो पछि लाग। जब म छाउनीको छेउमा पुग्छु तब म जसो गर्छु तिमीहरू पनि त्यसै गर। जब म र मेरा मानिसहरूले आफ्ना तुरही फुक्छौं तब तिमीहरूले पनि छाउनीका चारैतिर तिमीहरूका तुरही फुक र कराएर भन, परमप्रभुको निम्ति र गिदोनको निम्ति। पद 19 मा गिदोन र तिनीसँग भएका 100 मानिसहरू राति 10 बजे छाउनीको छेउमा पुगे। पहरा चौकीको पालो भर्खर फेरेको थियो। तिनीहरूले आफ्ना तुरही फुके र आफ्ना हातमा भएका गाग्रा फुटाए। ती तीनै दल सबैले आफ्नो तुरही फुके र गाग्रो फुटाए। देब्रे हातमा राँको र दाहिने हातमा तुरही लिएर तिनीहरूले कराए, परमप्रभुको निम्ति र गिदोनको निम्ति तरबार। हरेक मानिस आफू बसेको ठाउँमा नै छाउनीको चारैतिर उभिरहे र सबै मिद्यानीहरू चिच्याउँदै भागे। ती 300 जनाले आफ्नो तुरही फुक्दा परमप्रभुले छाउनी भरि हरेकलाई एकअर्काको विरुद्धमा उठाउनुभयो। तब मिद्यानी सेना सरेराको बेत सित्तामा तब्बातका छेउको हाबिल महोलाको सिमानासम्म भागे। नप्ताली, आशेर र सबै मनस्सेबाट इस्राएलीहरू बोलाइए र तिनीहरूले मिद्यानीहरूलाई खेदे। यसरी परमेश्वरले तिनीहरूलाई महान विजयमा डोर्याउनु भयो। अध्याय 8 को पद 10 मा एकपटक हेरौं। जेबह र सल्मुन्ना 15,000 सेनाको साथमा कर्कोरमा थिए। पूर्वका जातिहरूमा जम्मै दलबाट बाँकी रहेका सबै यति नै थिए।
1,20,000 सशस्त्र मानिसहरू लडाईँमा मारिएका थिए। 300 जना मानिसहरूले 1,35,000 जना शत्रुहरूलाई पराजित गरे। यो नै परमेश्वरको प्रबन्ध हो। 100 जना मानिसहरूलाई सोधिएको थियो भने पनि उनीहरूले त्यो युद्ध जित्न त लगभग असम्भव नै छ भन्ने थिए। तर परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भन्ने एउटै सन्देश थपियो भने अवस्था पुरै बदलिनेछ। 300 जना मानिसहरू 3 लाख वा 30 लाख जनाको ठूलो पल्टन बन्न सक्छ भन्ने अर्थ हो। त्यसैले त परमेश्वरले जता जता डोर्याउनु भए पनि हामीले आज्ञाकारी भएर पछ्याउनै पर्छ। परमेश्वरले पहिल्यै आदिदेखि अन्तसम्म हेर्नु भएको छ र पछि गएर विजय तुल्याइने मार्गमा हिँड्नको निम्ति हामीलाई डोर्याउँदै हुनुहुन्छ। त्यसो भए परमेश्वरले दिनुभएको वचनमा अनाज्ञाकारी हुनुपर्ने कुनै कारण छ र? गिदोनले यसो भन्न सक्थे, म त संख्या घटाउन सक्दिन, बरु 32,000 जना पनि पर्याप्त नभएकोले 70,000 जना भन्दा बढी मानिसहरू चाहिन्छ। तर त्यसो नभनिकन तिनले परमेश्वरको आज्ञा अनुसार सेनाहरूको संख्या घटाए। विजय हासिल गरेपछि परमेश्वरले तिनलाई विजय गराउनको निम्ति नै त्यो बाटो रोज्नु भएको रहेछ भन्ने कुरा तिनले महसुस गर्न सके। वर्तमान युगमा पनि हामीलाई आत्मिक विजय दिनको निम्ति र अनन्त जीवन पाउने तरिका सिकाउनको निम्ति परमेश्वरले सधैँ उहाँको वचन दिनुहुन्छ। परमेश्वरले हामीलाई मुक्तिको बाटो र अनन्त जीवनको बाटोबारे थाहा दिनुभएको छ। तर धेरै मानिसहरू उहाँको वचनमा आज्ञाकारी हुँदैनन्। किन होला? किनकि त्यसो गर्दा काम हुँदैन भन्दै तिनीहरूले आफ्नै सोचाइलाई उच्च पार्छन्। यदि कसैले आफ्नो सोचाइलाई उच्च पार्छ भने त्यो मानिसको विश्वासको मूल्य चाहिँ साउलको विश्वास जत्तिकै निम्न स्तरमा छ भनेर हामीले बुझ्नुपर्छ। आज्ञाकारिता नै हाम्रो विश्वासको नाप हो र आज्ञाकारिताले नै त्यो क्षणमा हाम्रो विश्वास कहाँ छ भन्ने बारे दर्शाउने भूमिका निर्वाह गर्छ। यदि हामीले विश्वास कायम राख्यौं भने अनि हामीहरू गिदोनका 300 जना सेनाहरू जस्तै छनौटमा पर्यौं भने परमेश्वरले थोरै संख्याद्वारा 8 अरब मानिसहरू माझ प्रचार हुने गरी विश्व सुसमाचार पूरा गर्नुहुनेछ। हामीले यस्तो विश्वासद्वारा सुसमाचारको कार्य गर्नुपर्छ। हुँदैन हामी अझै यसमा र त्यसमा कमजोर छौं भनेर सोच्दै हुनुहुन्छ भने गिदोनका सेनाहरूलाई हेर्नुहोस्। के तिनीहरूसँग कुनै हतियार थियो त? तिनीहरूले देब्रे हातमा राँको र दाहिने हातमा तुरही लिए। भित्र राँको भएको गाग्रो फुटाएर तिनीहरू यसो भन्दै कराए, परमप्रभुको निम्ति र गिदोनको निम्ति तरबार। ती बाहेक तिनीहरूसँग अरू कुनै हतियार थियो त? तथापि परमेश्वरको निम्ति त्यो पर्याप्त थियो। आज बलिदान भन्दा आज्ञा पालन किन उत्तम छ भनेर हामीले गिदोनको इतिहासद्वारा जान्न सक्यौं। परमेश्वरद्वारा नेतृत्व गरिएको परमेश्वरको मण्डली नै भए पनि मण्डलीलाई परमेश्वरद्वारा नेतृत्व गरिएको छ भन्ने कुरालाई केही सन्तहरूले बुझ्दैनन्, महसुस गर्दैनन्। तसर्थ उनीहरू आफ्नै प्रयत्न र सोचाइद्वारा सबै कुरा समाधान गर्न खोज्छन्। तर यस्ता तरिकाहरूले विभिन्न कठिनाइहरूको सामना गर्नु बाहेक अर्को विकल्प हुँदैन। हाम्रो मण्डलीको मालिक परमेश्वर हुनुहुन्छ। हाम्रो आत्माको मालिक पनि परमेश्वर नै हुनुहुन्छ नि, होइन र? त्यसो हो भने परमेश्वरको घरमा कार्य गर्ने हामीहरूले हाम्रा मालिकको योजना र निर्देशनलाई कसो गर्नुपर्छ? ती सबैलाई स्वीकारेर पछ्याउनुपर्छ। मानौ एकजना पार्ट टाइम कर्मचारीले स्टोरका मालिकलाई यसो भन्यो, तपाईले त्यसरी व्यापार चलाउनु हुँदैन, यसरी पो गर्नुपर्छ त। त्यसो गर्ने पार्ट टाइम कर्मचारी कोही हुन्छ होला? यदि पार्ट टाइम कर्मचारीले मालिकले भने बमोजिम कडा परिश्रम गर्यो भने व्यापार राम्रो हुनेछ। किनकि व्यापार राम्रो बनाउने तरिकाबारे अरू कसैलाई भन्दा मालिकलाई अझ राम्ररी थाहा हुन्छ। हाम्रो मण्डलीका मालिक परमेश्वर हुनुहुन्छ। परमेश्वरले संख्या घटाउनु भन्नुहुँदा घटाउनुपर्छ, परमेश्वरले संख्या बढाउनु भन्नुहुँदा बढाउनुपर्छ। परमेश्वरले जता जता डोर्याउनुहुन्छ अन्त्यसम्मै उहाँको पछि पछि लागेर विश्व सुसमाचार पूरा भएको हेर्न सकिने अनुग्रहात्मक वर्ष बन्नेछ भन्ने आशा गर्दै प्रवचन समाप्त गर्दछु। धन्यवाद।